साथीहरु नमस्कार। यो भिडियोमा म तपाईहरुलाई एउटा महत्त्वपूर्ण एपको बारेमा बताउन गइरहेको छु। यदि तपाईहरु युएईमा हुनुहुन्छ र केही एक्स्ट्रा दिराम मोबाइल र पीसी युज गर्दा कमाउन चाहनुहुन्छ भने सर्भ्यू एप तपाईहरुले प्रयोग गर्न सक्नुहुनेछ, जसको लिंक मैले यो भिडियोको डिस्क्रिप्सनमा राखिदिनेछु र भिडियोमा पनि देख्न सक्नुहुन्छ। रेजिस्ट्रेसन प्रोसेस स्क्रिन पज गरेर हेर्नु होला। चाहिएको रकम तपाईले चुज गरेर आफ्नो डिटेल्सहरु यहाँ राख्न सक्नुहुनेछ। रेजिस्टर गर्नु भएपछि लगइन स्क्रिनमा गएर तपाईले युज गर्नु भएको इमेल र पासवर्ड युज गरेर लगइन गर्नुहोस् र यसरी तपाई अवेलेबल सर्भे पेजमा पुग्न सक्नुहुनेछ। र त्यसमध्ये कुनै पनि एउटा सर्भे तपाईले चुज गरेर त्यहाँ सोधिएका प्रश्नहरुको जवाफ दिएर तपाईले सर्भे पूर्ण रूपमा कम्प्लिट गर्नु भएपछि तपाईलाई तोकिएको रकम तपाईको एकाउन्टमा क्रेडिट हुँदै जानेछ। र एउटा महत्त्वपूर्ण कुरा के छ भने यहाँ सर्भेहरु दोहोरिएर पनि आउने हुँदा तपाईले सुरुमा दिनुभएको उत्तर र फेरि दोहोरिएर दिनुभएको उत्तरहरु मिल्न जानुपर्ने हुन्छ। जस्तै तपाईको व्यक्तिगत विवरण, तपाईको जन्मको साल, तपाईको जन्मको मिति, डेट अफ बर्थ, तपाईको उमेर, तपाईको नेशनलिटी तपाईले हरेक पटक आफूले चाहे अनुसार फेर्न पाउनु हुँदैन। त्यसो गर्नुभयो भने तपाईलाई सर्भेको बीचमै डिस्क्वालिफाई गरिन्छ। यो मैले एउटा सर्भेको उदाहरण तपाईलाई पेश गरिरहेको छु। र यहाँ तपाईले जान्नुपर्ने केही हुँदैन, नलेजेबल कुराहरु केही पनि हुँदैन। तपाईको विशेष गरी कुनै ओपिनियनहरुको बारेमा सोधिन्छ। र यो सर्भे लामो भएकोले गर्दा मैले एकचोटी स्किप गरेर अन्तिम पेजमा गएको छु। जब तपाईले सर्भे कम्प्लिट गर्नुहुन्छ, रिभ्यु गरेर केही एक्स्ट्रा दिराम पनि तपाईहरुले त्यसमा एड गर्न सक्नुहुनेछ। एउटा सक्नु भएपछि अरु अवेलेबल सर्भे तपाईले चुज गर्न सक्नुहुनेछ। र यहाँ केही मैले मेरो रिसेन्ट ग्राफ कतिवटा मैले सर्भे गरेको छु र कति मेरो अकाउन्टमा अहिले जम्मा भएको छ त्यो देखाइरहेको छु। तपाईले मिनिमम 81 दिराम भएपछि त्यसलाई कार्डमा गिफ्ट कार्डमा परिणत गर्न सक्नुहुनेछ। यो हेर्नु होला मेरो विथड्र हिस्ट्री। र यो कुनै पनि किसिमको कार्डमा तपाईले विथड्र गरेर अनलाइन युज गर्न सक्नुहुनेछ। यो फिजिकल कार्ड केही पनि हुने छैन। यो अनलाइन ट्रान्ज्याक्सनको लागि यो कार्ड तपाईले प्राप्त गर्नुहुनेछ र तपाईले कार्डको डिटेल हालेर केही पनि अनलाइन पर्चेस गर्न सक्नुहुन्छ। यो इमेल प्राप्त भएको छ कार्डको तर्फबाट र यही एपलाई तपाईले मोबाइलमा पनि युज गर्न सक्नुहुन्छ। सबै इन्टरफेसहरु पीसी र मोबाइलमा एउटै छ। र तपाईलाई यो भिडियो काम लाग्यो भन्ने मैले आशा गरेको छु। हस्त नमस्कार।